नमस्कार, पशुपति अनलाइन मिडिया हाउस प्रालीको प्रस्तुति बीएस खबरमा यहाँलाई हार्दिक स्वागत छ। हामी आज भएका विभिन्न घटनाका चर्चा परिचर्चा गर्नेछौँ। विभिन्न विषयमाथि रहेर टीका टिप्पणी अनि चर्चा परिचर्चा गर्नेछौँ। अब लागौँ ती चर्चा अनि परिचर्चातर्फ। राष्ट्रपति रामचन्द्र पौडेलले जनताको भावना अनुसार नयाँ बनेको सरकारले जनकल्याणकारी कानुन निर्माण र त्यसको परिणाममुखी कार्यान्वयनको काम गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्। संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा उनले निर्माण भएका कानुनको मर्म र भावना अनुरूप प्रभावकारी र परिणाममुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ भन्नेमा आफू विश्वस्त रहेको बताएका हुन्। त्यस्तै न्यायपालिकाबाट छिटो छरितो स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुँदा मात्रै शहीदहरूप्रति साँचो अर्थमा सम्मान हुने पनि बताएका छन्। पौडेलले सरकारले युवा वर्गको चाहना अनुसार काम गर्ने विश्वास व्यक्त गरेका छन्। जेएनजी आन्दोलन पछिको अवस्थामा मुलुक अन्तरिम सरकार बनेर अगाडि बढेको उल्लेख गर्दै उनले समयमै निर्वाचन गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। निर्वाचन मार्फत मुलुकले नयाँ जनादेश प्राप्त गरेको भन्दै उनले अब जनताको चाहना पूरा गर्न त्यस अनुसार कानुन बनाउनु पर्नेमा जोड दिए। न्यायपालिकाबाट छिटो छरितो न्याय सम्पादन हुनुपर्नेमा समेत उनको जोड रहेको छ। उपसभामुख पदमा श्रम संस्कृति पार्टीको उम्मेद्वार 25 वर्षीय रुबी कुमारी ठाकुर निर्वाचित भएकी छन्। आज उपसभामुख निर्वाचन भएको थियो। प्रतिनिधि सभामा 256 जना सांसद उपस्थित भएका थिए। रुबी कुमारीका पक्षमा 229 मत प्राप्त भएको सभामुख डीपी अरियालले जनाए। विपक्षमा 5 मत र तटस्थमा 22 मत परेको थियो। श्रम संस्कृतिको उम्मेद्वार ठाकुरका पक्षमा रासपा, नेपाली कांग्रेस, नेकपा श्रम संस्कृतिले मतदान गरेका थिए। उपसभामुख पदमा राप्रपाकी उम्मेद्वार सरस्वती लामा पनि उम्मेद्वार थिइन्। लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा जम्मा 5 मत परेको थियो। प्रतिनिधि सभामा राप्रपाका 5 जना सांसद रहेका छन्। साथै विपक्षमा 215 मत परेको छ। मत दिन्न भन्ने सांसदको संख्या 37 जना रहेको छ। नेकपा एमाले र नेकपाका सांसदहरू भने तटस्थ बसेका थिए। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदका 2 सदनबीच समन्वय हुने विश्वास व्यक्त गरेका छन्। सिंहदरबारमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले समन्वय गर्ने काम भइरहेको पनि बताएका हुन्। प्रतिनिधि सभातर्फ संसदीय सुनवाई समिति गठन भएको छ। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोल प्रसाद अरियालले प्रस्तुत गरेको संसदीय सुनवाई समिति गठनको प्रस्ताव सभाले स्वीकृत गरेको हो। समिति सदस्यहरूमा अर्जुन नरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समीम मिक्रानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अरियाल, बोध नारायण श्रेष्ठ, भस्मराज आङदेवी, मधु चौलागाई, रन्जु दर्शना, राजीव खत्री, डाक्टर लेखजङ कार्की र वर्षमान पुन रहेका छन्। यसैबीच प्रतिनिधि सभा अन्तर्गतका विभिन्न समितिका सभापतिहरूको निर्वाचन मिति तय भएको छ। सभामुख डीपी अरियालले शुक्रबारको प्रतिनिधि सभा बैठकमा संसदीय समितिहरू गठन गरी निर्वाचन मिति तय गरेका हुन्। सभामुख अरियालका अनुसार संसदीय समितिका सभापतिको निर्वाचन वैशाख 4 गते हुनेछ। यसैबीच प्रतिनिधि सभाको बैठक सुरु भएको 8 दिनमै सबै संसदीय समिति गठन भएको छ। संघीय संसद अन्तर्गत 16 वटा संसदीय विषयगत समिति रहेका छन्। राष्ट्रिय सभा अन्तर्गत 4 वटा संसदीय विषयगत समिति रहन्छन्। ती समिति यसअघि नै गठन भइसकेका छन्। प्रतिनिधि सभा अन्तर्गत 10 वटा विषय समिति रहन्छन्। बाँकी 2 वटा संयुक्त समिति रहेका छन्। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा यी सबै समिति गठनलेको प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सभाले स्वीकृत गरेको छ। संसदीय सुनवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति पनि आजै प्रतिनिधि सभामा प्रस्तुत भएको हो। समितिका सदस्यहरूको नाम पनि सभाबाट स्वीकृत भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग रिसाएका छन्। उपसभामुख पदमा राष्ट्रपाले नै प्रस्ताव गरेपछि उम्मेदवारी दिएको तर पछि राष्ट्रपाले अर्कै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको भनेर उनी रिसाएका हुन्। एकातर्फ उपसभामुखको सन्दर्भमा पुराना राजनीतिक दलले आफूलाई बाइपास गरेर छलफल चलाइरहेको र अर्कोतिर राष्ट्रपाले प्रस्ताव गरेपछि उम्मेदवारी दिएको उनले दोहोर्याए। तर पछि राष्ट्रपा र पुराना दलहरू एकातिर रहन पुगेको समेत उनले बताएका छन्। विदेशीको गोटी भइरहनेहरू र राष्ट्रवादी खित्ता क्लियर भएको भनेर पनि उनले व्यङ्ग्य गरेका छन्। राष्ट्रपाले उपसभामुखमा सहयोग गर्ने वचन दिएर पनि धोका दिएको उनको गुनासो छ। शाहीले उपसभामुख पद आफूहरूका लागि प्राथमिकताको विषय नभएको समेत स्पष्ट पारेका छन्। संसदमा सङ्ख्या नभई भूमिका महत्त्वपूर्ण हुने उनले उल्लेख गरेका छन्। उनले सङ्ख्या केवल सत्ता टिकाइराख्न मात्रै काम लाग्ने जिकिर गरेका छन्। राप्रपा वर्तमान संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै संवैधानिक व्यवस्थाहरूसँग सहकार्य गर्दै अघि बढिरहेको समेत जिकिर गरे। विभिन्न राजनैतिक दल निकट 15वटा विद्यार्थी सङ्गठनहरूले सरकारले विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लगाउने गरेको तयारीप्रति विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। शुक्रबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गर्दै विद्यार्थी सङ्गठनहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन्। विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय संविधान, लोकतान्त्रिक मूल्य मान्यता विपरीत तथा नागरिक अधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको भन्दै उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने उनीहरूको माग छ। सरकारले हालै शासकीय सुधारका लागि भन्दै सार्वजनिक गरेको 101 कार्यसूचीमा विद्यार्थी सङ्गठनहरूको गतिविधि नियन्त्रण वा प्रतिबन्ध लगाउने निर्णय उल्लेख गरेको थियो। पहिलो चरणको आन्दोलन अन्तर्गत विद्यार्थी सङ्गठनहरूले 28 चैत्रमा नागरिक अगुवा तथा सरोकारवालासँग अन्तर्क्रिया गर्ने तथा 29 चैत्रदेखि 4 वैशाखसम्म देशभर कलेज स्तरीय छलफल तथा अन्तर्क्रिया कार्यक्रम गर्ने जनाएका छन्। साथै आगामी 5 वैशाखमा पूर्व विद्यार्थी नेता तथा सांसदहरूसँग संवाद गर्ने, 7 देखि 14 गते वैशाखसम्म देशव्यापी प्रचार प्रसार, सांस्कृतिक तथा सृजनात्मक कार्यक्रम गर्ने, 11 वैशाखमा विश्वविद्यालय उपकुलपतिलाई ज्ञापन पत्र बुझाउने, 12 वैशाखमा प्रमुख जिल्लाधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने र 15 वैशाखमा काठमाडौँ उपत्यकामा कपी कलम सहित देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै नेपाल विद्यार्थी सङ्घका सभापति दोजाङ शेर्पाले नेपालको राजनैतिक इतिहास बोकेका विद्यार्थी सङ्गठनहरूलाई बन्देज गर्ने निर्णय विरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको घोषणा गरिएको बताएका छन्। उनले यस आन्दोलनमा ऐक्यबद्धता जनाउन नागरिक समाजका अगुवा तथा देशभरका सम्पूर्ण विद्यार्थीलाई आह्वान गरेका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताले दिएको प्रचण्ड बहुमतमाथि खेलाँची नगर्न चेतावनी दिएका छन्। एमाले निकट अनेरा सोभिउका अध्यक्ष दीपक धामीले सरकारलाई जनताले दिएको म्यान्डेट सुशासन र मुलुकको समृद्धिमा सदुपयोग गर्न ध्यान आकर्षण गराए। सरकार निरङ्कुशतातिर हावी भइरहेको भन्दै त्यसको सशक्त विरोध गरिने उनले चेतावनी दिएका छन्। उनले दलीय राजनीतिमा लागेका राजनीतिज्ञ र विद्यार्थी सङ्गठनको बदनाम नगर्न चेतावनी दिएका छन्। संयुक्त विद्यार्थी मोर्चाले सरकार समक्ष विस्तृत 7 बुँदे मागपत्र पनि प्रस्तुत गरेको छ। नेपाली कङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका पाका एवं अनुभवी नेता अर्जुन नरसिंह केसीलाई राजनेता बन्न सुझाव दिएका छन्। कास्कीको पोखरामा शुक्रबार आयोजित पार्टीको गण्डकी प्रदेश समीक्षा बैठकलाई सम्बोधन गर्दै शर्माले केसीले अब दलको नेताबाट राजनेता बन्ने मार्ग अपनाउनु समयानुकूल हुने सुझाव दिएका हुन्। केसीले संसदीय दलको नेता बन्ने आकांक्षा राखिरहेको समयमा उपसभापति शर्माको यस्तो भनाइ आएको हो। केसीले सांसद साथीहरूबीच संसदीय दलको नेता सर्वसम्मत चयन गर्न सहजीकरण गर्नेमा आफूहरूले अपेक्षा राखेको उनको भनाइ छ। उपसभापति शर्माले सर्वसम्मति नभए निर्वाचनबाट नयाँ वर्षमा संसदीय दलको नेतृत्व चयन हुने समेत बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न 4 प्रकारका सुविधा थप वा स्तरोन्नति गर्न देशैभरका विमानस्थल कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै विमानस्थलहरूको सेवा गुणस्तर सुधार सम्बन्धी निर्देशन दिएका हुन्। उनले 24 घण्टाभित्र ती सेवा थप वा स्तरोन्नति गर्न निर्देशन दिएका हुन्। विमानस्थलहरूमा स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको छ। सफा, सुरक्षित तथा गोपनीयता सुनिश्चित भएको स्तनपान बेबी चेन्जिङ कक्ष सञ्चालन गर्न वा आवश्यकता अनुसार स्तरोन्नति गर्न मन्त्रालयले भनेको हो। बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिकता हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ। बिरामी, ज्येष्ठ नागरिक तथा
अशक्त यात्रुका लागि प्राथमिक हेरचाह कक्षको व्यवस्था गर्न भनिएको छ। साथै मन्त्रालयले निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन समेत भनेको छ। चौथो निर्देशनमा विमानस्थल परिसरमा सरसफाई तथा स्वच्छता मापदण्ड कायम गर्न भनिएको छ। दैनिक सरसफाई लगबुक प्रणाली लागू गर्ने, विश्व स्वास्थ्य सङ्गठन तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले तोकेका र अन्य जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न भनिएको छ। त्यसको नियमित निरीक्षण तथा अभिलेखीकरण गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयका अनुसार विमानस्थल कार्यालयले प्रतिवेदन, फोटो प्रमाण तथा लगबुक विवरण 24 घण्टाभित्र मन्त्रालयमा पेश नगरे कारबाहीको चेतावनी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई आफूले धोका नदिएको स्पष्ट पारेका छन्। सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले राप्रपालाई धोका नदिएको बताउँदै बरु अन्य कयौं सहकारी बाँकी नै रहेको बताएका छन्। उपसभामुखमा आफूहरूलाई राप्रपाबाट धोका दिएको भन्दै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले दुखेसो गरेका थिए। उनले ज्ञानेन्द्र शाही आफ्नो सधैँको साथी भएको भन्दै अन्य राजनैतिक सहकारी बाँकी नै रहेको जिकिर गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्ना सांसद र केन्द्रीय सदस्यहरूलाई सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न निर्देशन दिएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अनावश्यक रूपमा सिंहदरबारमा नजान र भिडभाड नगर्न निर्देशन दिएका हुन्। अत्यावश्यक काम भएमा मात्रै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अन्य मन्त्रालयमा जान रासपाले केन्द्रीय सदस्य, सांसद र पार्टीका सदस्यहरूलाई निर्देशन दिएको हो। यस्तै सभापति लामिछानेले आफ्ना र साथीभाइलाई नियुक्ति दिलाउन नलाग्न पनि मन्त्री र सांसदहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री बालेन शाह नेतृत्वको 16 सदस्यीय मन्त्री परिषदमा महिला मन्त्रीको सङ्ख्या 6 पुगेको छ। गत चैत्र 13 गते प्रधानमन्त्री शाह नेतृत्वको नयाँ सरकार गठन हुँदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा शोभिता गौतम, कृषि तथा पशुपक्षी विकास मन्त्रीमा गीता चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता बहादी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता नियुक्त भएका थिए। प्रधानमन्त्रीको सिफारिसमा अझै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरी कुमारी यादव नियुक्त भएकी छन्। नेपालको संविधानले राज्यका निकायमा कम्तीमा 33% महिला सहभागिता सुनिश्चित गरेको छ। अहिले सरकारमा 37% बढी महिलाको प्रतिनिधित्व भएको छ। सर्वोच्च अदालतले 2 दिनको सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवाका लागि वैकल्पिक व्यवस्था गर्न मातहतका अदालतहरूलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतको शुक्रबारको पूर्ण बैठक फुलकोर्टले 24 घण्टाभन्दा लामो अवधि बिदा भएमा वा शनिबार र आइतबार सार्वजनिक बिदा भएमा समेत अत्यावश्यक सेवाको वैकल्पिक व्यवस्था गर्नु भनेको हो। सर्वोच्च अदालतले पक्राउ पूर्जीको अनुमति, जरुरी पक्राउ पूर्जीको स्वीकृति तथा हिरासतमा राख्ने अनुमतिको लागि पेश हुने मुद्दाको निकासाका लागि यस्तो व्यवस्था गर्नु भनेको हो। नेपालको संविधानको धारा 20(3) मा पक्राउ गरिएको व्यक्तिलाई बाटोको म्याद बाहेक 24 घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनुपर्ने बाध्यकारी व्यवस्था छ। तर शनिबार र आइतबारको बिदाले त्यसको कार्यान्वयन हुन नसक्ने देखिएपछि सर्वोच्च अदालतले वैकल्पिक व्यवस्थाको परिपत्र गरेको हो। सर्वोच्च अदालतको उक्त परिपत्र देशभरका उच्च अदालतहरू र मातहतका इजलास, विशेष अदालत र सबै न्यायाधिकरणहरूले कार्यान्वयन गर्नुपर्नेछ। त्यसैगरी प्रशासकीय अदालत, उपभोक्ता अदालत, बाल अदालत लगायतका विशिष्टीकृत अदालतले पनि उक्त परिपत्रको कार्यान्वयन गर्नुपर्नेछ। सरकारले गत आइतबार निर्णय गरेको व्यवस्था अनुसार अब सोमबारदेखि शुक्रबारसम्म बिहान 9 बजेदेखि 5 बजेसम्म कार्यालय समय हुनेछ भने शनिबार आइतबार सार्वजनिक बिदा तोकिएको छ। कलाकार सागर लम्साल बले हाजिरी जमानीमा रिहा भएका छन्। बलात्कार आरोपमा चैत्र 21 गते काठमाडौँको बुढा नीलकण्ठबाट पक्राउ परेका बले आज हाजिरी जमानीमा रिहा भएका हुन्। अमेरिकामा बस्ने एक युवतीले गत शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही आरोपका आधारमा अनुसन्धानका लागि भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय विदेश मन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेका छन्। उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो। भेटवार्ताको तस्विर सेयर गर्दै भारतीय विदेश मन्त्री जयशङ्करले आफूलाई खुसी लागेको बताएका छन्। साथै विभिन्न क्षेत्रमा सहकार्य गरेर भारत नेपाल साझेदारीको पूर्ण सम्भावनाबारे छलफल भएको उनले सामाजिक सञ्जालमा लेखेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायत 10 जनालाई हत्याको धम्की दिने योजनाकार नागरिक उड्डयन प्राधिकरण क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी रहेको खुलेको छ। राईलाई अख्तियार प्रमुखबाट 10 दिनभित्र राजीनामा नदिए हत्या गर्ने धम्की दिँदै 22 अक्टोबरमा एक्सट्रिमिस्ट ग्रुप अफ एजियन नेपालको लेटर प्याडमा पत्र लेखी इमेलबाट अख्तियारलाई पठाइएको थियो।
यसका साथै भिडियो मार्फत पनि प्रकाश पाठक नाम गरेका व्यक्तिले राईलाई अख्तियार प्रमुखबाट राजीनामा दिन धम्की दिएका थिए। आफूलाई एजिएनको चेयरम्यान बताउने पाठकले भिडियो मार्फत नै धम्की दिएपछि प्रहरीले अनुसन्धान गर्दा उनी फिलिपिन्समा रहेको खुलेको थियो। इन्टरपोल मार्फत रेड नोटिस जारी गरेर 28 माघमा पाठकलाई पक्राउ गरी काठमाडौँ ल्याइयो। उनी अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका छन्। उनीमाथि अनुसन्धान गर्दा हत्या धम्कीको मुख्य योजनाकार क्यानका तत्कालीन महानिर्देशक हाल निलम्बित प्रदीप अधिकारी मुख्य योजनाकार रहेको खुलेको हो। पाठकमाथि अनुसन्धान गर्दा हत्या गर्ने धम्कीमा अधिकारी समेत जोडिएपछि अहिले उनीहरू विरुद्ध आपराधिक लाभ, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग, सम्पत्ति शुद्धिकरण लगायतका विषयमा अनुसन्धान भइरहेको छ। पाठक र अधिकारी पूर्व चिनजानका व्यक्ति हुन्। अधिकारीले क्यानमा भ्रष्टाचार गरेको थाहा पाएपछि 1 अक्टोबरमा मात्रै आफू फिलिपिन्समा रहेकै बेला एजिएनको लेटर हेडमा पत्र लेख्दै 1 करोड सहयोग मागेको पाठकले बताएका छन्। त्यसपछि वाट्सएपमा अधिकारीले पाठकलाई फोन गर्दै यसै गरी धम्की दिएर अख्तियार प्रमुख राईलाई राजीनामा गर्न लगाए 8 देखि 10 करोड दिने बताएको पाठकले बयानमा बताएका छन्। अधिकारीबाट उक्त प्रस्ताव आएपछि पाठक तयार भएर इमेल र भिडियो बनाएर धम्की दिन थालेको पाइएको छ। यसरी धम्की दिने पेशकी स्वरूप पाठकले 2 करोड रुपियाँ समेत बुझेको प्रमाण फेला परेको छ। हवस् त यिनै प्रसङ्गसँगै अहिलेलाई बिएस खबरको चर्चा अनि परिचर्चा अनि टिक्का अनि टिप्पणी यति नै। यति बेलासम्म हामीलाई हेरेर साथ दिनुभएकोमा यहाँलाई हार्दिक आभार प्रकट गर्दछौँ। साथै ताजा समाचारका लागि हाम्रो आधिकारिक युट्युब च्यानल बिएस खबर च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरेर सहयोग गर्नुहुनेछ भन्दै हामी सबैलाई आज्ञा दिनुहोस्। नमस्कार।